सबैको जिन्दगीमा चाहिँ केही न केही भइरहेको छ। मेरो जिन्दगीमा चाहिँ म मात्रै किन बाँकी छु। ए साथी के छ? ए त अचानक यहाँ तँलाई गाह्रो भएको थाहा पाएर आएको। ए तँलाई कसरी थाहा भयो मलाई गाह्रो भएको? नजिस्किन, तेरो मनको कुरा त थाहा भइहाल्छ नि मलाई। ए त एक्कासी के कामले आइस् त? कहिलेकाहीँ मान्छेले आफू को हो भनेर बिर्सिन्छ, त्यसैले सम्झाउन आउनुपर्छ। के सम्झाउन? त एक्लो छैनस्। एक्लो छैन रे। जब मलाई कसैको सबैभन्दा धेरै आवश्यकता थियो त्यति बेला कोही थिएन। थिएन। तैँले खोजिनस्। कसलाई? जसले तँलाई कहिले छोडेन। भगवानलाई? मलाई भगवानवाला कुरामा विश्वास लाग्दैन। विश्वास गर्नुपर्छ भनेर कसले भन्यो? पहिला उहाँलाई बुझ्न खोज। यदि भगवान हुनुहुन्छ भने किन मेरो जिन्दगी यस्तो भयो? कृष्णले तेरो दुःख हटाउने बाचा गरेका छैन, तर दुःखभित्र पनि तँलाई एक्लै छोड्दिन भनेर बाचा गरेका छन्। यदि भगवान हुनुहुन्छ भने मलाई किन भेट्न आउनु भएन? सायद उहाँ धेरै पटक आउनुभयो। कहिले? जब त रोइरहेको थिइस्, जब सबै ढोका बन्द भए पनि एउटा बाटो बाँकी थियो, जब कसैले तेरो हात समात्यो तर तैँले त्यसलाई संयोग भनिस्। कहाँ जान लागेको साथी? जहाँबाट आएको थिएँ त्यही। जहाँबाट आएको थिएँ त्यही रे। म त तँलाई मेरो जन्मदिनको निमन्त्रणा मात्र दिन आएको। तेरो जन्मदिन त अस्ति भर्खरै गएको होइन र? ओए के भयो बुझ्दैछ? अरे यो के हो? कृष्णलाई भेट्न सधैँ वृन्दावन पुग्नु पर्दैन, कहिलेकाहीँ उहाँलाई सम्झिने एउटा निम्तो नै पर्याप्त हुन्छ। हजुरहरू पनि आउनुहोस् यस श्रीकृष्ण जन्माष्टमीमा उहाँलाई सम्झन होइन उहाँसँग जोडिन। सिद्धार्थ कटेज, मिलन चोक, 3 कुने, कालिका मार्ग, त्यही भेटौँला। हरे कृष्ण।